हाई साथीहरू, गुड मर्निङ। आजको भ्लगमा चाहिँ मैले के गर्न गइरहेको छु भनेर म तपाईहरुलाई भन्नै लागिरहेको छु। र आजको भ्लगमा चाहिँ म तपाईहरुलाई बटरफ्लाई एक्सरसाइज देखाउन गइरहेको छु। यो एक्सरसाइजको चाहिँ धेरै फाइदाहरू छ। तपाईहरुले गर्नु होला, दैनिक गर्नु पर्यो भने चाहिँ एकदमै राम्रो हुन्छ है। एक्सरसाइज भन्नेबित्तिकै हामी हेल्दी हुन अनि स्वस्थ रहनको लागि गर्छौं। मैले चाहिँ यो एक्सरसाइज गर्न थालेको भइसक्यो 1.5 महिना नि 2 महिना 3 महिना नि बढी नै भइसक्यो है। र मैले राम्रो रिजल्ट पनि प्राप्त गरेकी छु। मैले चाहिँ यो एक्सरसाइज गर्दाखेरि के कुराहरू अनुभव गरेकी छु भनेर पनि म तपाईहरुलाई भने नै छु ल। जुनै पनि एक्सरसाइजहरुको चाहिँ फाइदा र बेफाइदा दुईटै हुन्छ। तर हामीले कुन तरिकाले गर्ने, कुन तरिकाले गर्दा चाहिँ हामीलाई राम्रो हुन्छ, फाइदा हुन्छ भन्नेतर्फ हामी लाग्नुपर्छ। जस्तै कि तपाईहरुले एक्सरसाइज त गर्दै हुनुहुन्छ तर त्यसको फाइदा चाहिँ यो है भनेर अगाडि चाहिँ थाहा हुनुपर्छ। यदि थाहा भएन भने चाहिँ काम दिँदैन। बटरफ्लाई एक्सरसाइजको फाइदा पनि म तपाईहरुलाई भन्छु नै, र यो चाहिँ एकदम बिहान अनि बेलुका गर्दा चाहिँ एकदम राम्रो हुन्छ। हामी महिलाहरुमा हुने महिनावारी गडबडीहरुलाई पनि यसले चाहिँ ठीक पार्ने रहेछ। यो चाहिँ मैले फिल गरेको कुरा। अब मैले त भयो नि त 3-4 महिना भयो नि त गरेको, अनि 3-4 महिना अगाडिको र पछाडिको चाहिँ धेरै डिफरेन्ट पाएको छु। त्यही भएर तपाईहरु पनि गर्नु होला भन्ने सजेसन सल्लाह सुझाव पनि दिन चाहन्छु है साथीहरु। सँगसँगै मेरो भिडियोलाई हजुरहरुले हेरिदिनु होला, फुल वाच गरिदिनु होला अनि सब्स्क्राइब पनि गरिदिनु होला। भर्खरै 88 सब्स्क्राइब पुगेको छ। हजुरहरुको साथ सपोर्ट नभइकन चाहिँ म माथि जान पनि सक्दिन, किनभने तपाईहरुले